नमस्ते, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भ्लगमा र आशा गर्छु हजुरहरूले एकदमै मन पराइदिनुहुन्छ भनेर देखाउने छु। डेटल साबुन डेटल साबुनले फेस वास गर्छ साथीहरु। म र आजको भ्लग चाहिँ छ म्यारेज भ्लग। म चाहिँ बिहामा जानु भनेर एकदमै रेडी हुँदैछु। अहिले चाहिँ म रेस्टुरेन्टमै रेडी हुँदैछु किनभने बिहा रातिको पार्टी हो त। यहाँबाट जाँदा जाँदा चाहिँ मलाई चाहिँ एकदमै लेट हुन्छ नि त। सो म अहिले यहीँदेखि नै मेकअप चाहिँ हल्का गरेर जान्छु र घरमा गएर चाहिँ कपडा चाहिँ अब त्यही लगाएर जाने भनेर चाहिँ यहाँ चाहिँ अब रेडी भएर मेकअप गरिरहेको छु। र मेकअप भन्दा पनि त्यति साह्रो होइन, हल्का लाइट मेकअप गरिरहेको छु किनभने अब शादी बिहा पार्टीमा त हल्का सुन्दर त देख्नै पर्यो होइन। र अहिले चाहिँ म बिहाघरमा आइसकेको छु, हजुरहरू हेर्दै गर्नु होला है। र साथीहरू डेकोरेसन चाहिँ एकदमै सुन्दर थियो होइन। र त्यसपछि हामीले चाहिँ गिफ्टहरू दियोरी अन्त खानातिर गयौँ सिधै होइन। यो चाहिँ मैले बिहान दिउँसो मेकअप गर्नु जाँदाखेरि भिडियो गरिरहेको थिएँ नि त। डेकोरेसन चाहिँ कति सुन्दर छ है साथी हो। र हजुर सोच्नु हुँदैछ होला बिहा चाहिँ कसको होला भनेर। र बिहा चाहिँ हो हाम्रो गाउँकै भाइ बिमल भाइको र बेहुलीको नाम चाहिँ हो सीता नेवर। बेहुली चाहिँ एकदमै टाढो तेजपुरदेखि ल्याएको हो। त्यसपछि खाना खाएर निक्लिसकेपछि चाहिँ बाहिर निक्लेको त एकदमै डान्सको पार्टी सुरु भइसकेको रहेछ। पुरा सबैजना डान्स गरिराख्नु भएको रहेछ, एकदमै राम्रो होइन। र खानापिना पनि एकदमै राम्रो थियो, टेस्टी थियो होइन। र हजुरहरू हेर्दै गर्नु होला है साथी हो। यहाँ चाहिँ हाम्रो आनी पनि नाचिराख्नु भएको रहेछ। ऊ चाहिँ हाम्रो कान्छी आनी हो, अहिले नाचिराख्नु भएको छैन, ऊ चाहिँ हाम्रो कान्छी आनी हो। र ऊ आनी चाहिँ एकदम म जस्तै फुर्ती हुनुहुन्छ। र बिहामा चाहिँ मैले देखेँ सबसे क्युट बाबा होइन, बाबु होइन, हाम्रो निशानको छोरा कस्तो क्युट डोलु मोलु कस्तो क्युट भएको रहेछ। सबसे क्युट बच्चा भनेको निशानको छोरा थियो। र यता सबैजना बिहाको मजा लिइराख्नु भएको थियो सबैजना है। र त्यसपछि चाहिँ हामी पनि हल्का भिडियोहरू गऱ्यौँ, फोटोसुटहरू गऱ्यौँ है। कान्छाजी तिग्लाको रालास्या खास पनि मुलाको जावा। र त्यसपछि चाहिँ यहाँ मम र म पनि हल्का रिल्सहरू बनाइरहेको थियौँ होइन। पहिला चाहिँ यसरी अब पब्लिक प्लेसमा रिल्सहरू बनाउनु हल्का शरम लाग्थ्यो साथी हो होइन। अहिले चाहिँ अब एज ए कन्टेन्ट क्रिएटर काम गर्नु थालिसकेपछि भयो नाच अब। मलाई वाह
अहिले चाहिँ म हजुरहरूलाई यहाँ डान्सको साथसाथ हजुरलाई डेकोरेसन पनि देखाउने छु। डेकोरेसन चाहिँ साँच्चै भनेको मैले अघि पनि भनिसकेको छु, एकदमै सुन्दर डेकोरेसन थियो। सायद हाम्रो गाउँमा चाहिँ अब हर टाइम एकै डिजाइनको हुन्थ्यो नि त डेकोरेसनहरू, तर यहाँ यो बिहेको चाहिँ एकदमै डेकोरेसन पनि अलिकति डिफ्रेन्ट थियो, एकदम स्विट सिम्पल तर एकदमै सुन्दर थियो हो। अन्त डेकोरेसनको फोटोहरू भिडियो देखाउँदै मैले चाहिँ एउटा टक्क बहिनीको भिडियो पनि भेटिहालेँ होइन। यहाँ चाहिँ पुरा फोटोसुट गरिरहेको रहेछ लाइट बोकेर हाम्रो प्रिया मोटी त यतिकै बनायो होइन, तर उसको असली नाम चाहिँ प्रिया हो, हाम्रो आसियानको छोरी हो। नाची थाकिसकेको थिएँ साथीहरू होइन। र त्यसपछि मैले चाहिँ यहाँ हाम्रो टिके भाइ र सुब्बिरको चाहिँ भक्कु भिडियो गरेँ होइन। उनीहरू चाहिँ पुरा स्टाइल देखाइ नाचिरहेको थियो नि त। अन्त भिडियो नगर भनिरहेको थियो, त्यही पनि मैले चाहिँ लुकी भए पनि मजाले भिडियो गरेर यो चाहिँ अब हाम्रो लास्ट डान्स थियो। त्यसपछि चाहिँ हामीहरू घरतिर लाग्यौँ। आशा गर्छु साथीहरू आज अहिले चाहिँ 12:30 बजेको छ। हामी चाहिँ खली भएर हेर्नु सक्नुहुन्छ, तपाईँले हेर्नु सक्नुहुन्छ। यहाँ हेर्नु न हाम्रो अवस्था पुरा साडीहरू त झिलिली देख्दो रहेछ त। अनि जुनकेरी भन्दा खतरनाक यति बेला यो टाइममा चाहिँ भूतले देख्यो भने पनि भूत पनि दिवाना भएर भएको छ साथी हो। यो सही एकदम राइट। जस्तो हालतमा आएको छौँ हेर्न यहाँ ल कस्तो गएको थियौँ र कस्तो आउँदैछौँ। ल है साथी हो, आजलाई चाहिँ यति नै छ। आजलाई चाहिँ बिदा पाऊँ, फेरि भेटौँला अरू कसैको बिहामा। कसैको बिहा इन्तजार गरेर के भन्छ नि, पुरा उयसमा छु अब इन्तजारमा छु कसैले बिहा गर्छ कि भनेर। के छातीमारकै हुनु पर्छ कि पालो, त्यो पनि भन्नु सकिँदैन हो साथी हो।
बाइसन्सको बाइसन्सको लाइसेन्स छैन अब के भन्नु अब टुङ्ग्यो होला ल आजलाई चाहिँ यति नै हो टाटा बाबा गुड नाइट गुड मर्निङ सबै अब